ल हेर्नुहोस् है यहाँनिर अब सबैजना आइराख्नु भएको छ यहाँबाट त्यहाँ चाहिँ झोलुङ्गे पुल छ एउटा त्यो झोलुङ्गे पुलबाट तरेर आउन पनि तपाईँको लाइन दुईवटा छ है आज चाहिँ अचम्मै छ दुप्चेश्वरमा तपाईँहरूले देखिरहनु भएको छ मान्छेहरूको घुइँचो छ दर्शनार्थीहरूको पनि यहाँनिर तपाईँहरूले देखिराख्नु भएको छ अब यहाँ सम्पूर्ण श्रद्धालु भक्तजनहरू चाहिँ यहाँ दुप्चेश्वर भगवानको दर्शन गरेर फर्किराख्नु भएको छ गाइस अनि हामीले पनि दुप्चेश्वर भगवानको दर्शन गरेर फर्किराखेको अवस्थामा छौँ यो समयमा यतापट्टि देख्नुहुन्छ ठाउँ चाहिँ एकदम विकास जस्तो छ होइन अब यहाँनिर चाहिँ लगभग अब कतिपय दर्शनार्थीहरू चाहिँ फर्किसक्नु भएको छ भने कोही फर्किने क्रम जारी नै छ यता यहाँ अब कुनै गाह्रो साह्रो परेर कसैलाई इमर्जेन्सी पऱ्यो भने यतापट्टि देख्न सक्नुहुन्छ एम्बुलेन्स पनि छ है कि हाम्रा श्रद्धालु भक्तजनहरू चाहिँ दुप्चेश्वर महादेवलाई भेटेर फर्किराख्नु भएको छ है 9:30 बजे लाइन बसेको 12:30 बजे चाहिँ हाम्रो कम्प्लिट भयो हजुर अनि जो दर्शन रमाइलोसँग गरियो होइन एकदम रमाइलोसँग गरियो अब यही छ तपाईँहरूलाई भगवान् दुप्चेश्वरको बारेमा केही भन्नु छ भनेदेखि खै एकजना तामाङ भाइले पत्ता लगाएको रहेछ अब फेरि त कुरो चाहिँ अहिले भन्न सकिएन होइन त अनि के होस् अब हामी भगवान्को आस्था गरेर आएको हौँ आस्था पुरा भयो अनि के होस् अरू त सब ठिक छ अलिकति लाइन बसेर दर्शन गर्न चाहिँ अलिक कष्ट नै हो तैपनि अब भगवान्को दर्शनको लागि हामी अब कष्टै गरेर भए पनि दर्शन पुरा गरेर फर्किएका छौँ गाइस र सबैजनालाई दुप्चेश्वर महादेवले रक्षा गरिदिनु हुनेछ भन्दै मैले फेरि भिडियो बन्द गर्दैछु जय शम्भो हर हर महादेव।